ल है गाइज, हाम्रो चाहिँ यहाँ प्याकिङ सुरु हुँदैछ नेपाल जानको लागि। वेलकम टु सनिस युट्युब च्यानल। यो चाहिँ नेपाल जानको लागि मम्मी बाबाको लागि प्याकिङ सुरु हुँदैछ। यहाँ चाहिँ पालै पालो एउटा सुटकेस भरेर अर्को सुटकेस भरेर ह्यान्ड क्यारीमा भर्दै हुनुहुन्छ। भर्दै जोख्दै फेरि खन्याउँदै वेट नाप्नुपर्छ नि त, नत्र एयरपोर्टमा फालिदिन्छ। अनि म चाहिँ यता बसेर भिडियो खिच्ने, उहाँहरू चाहिँ प्याकिङ गर्दै हुनुहुन्छ। कुनै हावा तानेर प्याकिङ गरेको, कुनै चाहिँ यतिकै प्याकिङ गरेको, वेट नाप्दै प्याकिङ गर्दै। अनि बाबा चाहिँ त्यो बोक्ने हो कि मैले त्यसलाई ह्यान्ड क्यारी बनाउने हो भनेर सोध्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ सामान नपुगेर फेरि सामान सपिङ गर्न गयौँ गाइज। अनि गएको लिफ्ट दिएन हुन्न, हेर्नु न खरखर आमा भन्नुहुन्थ्यो। मान्छे छ यत्रु यत्रु, आफै हिँड्ने रे, आफै माथि चढ्ने रे लिफ्टमा, हामीले नसमाउनु रे। अझ खिड्कीमा गएर बसेर अनि पछाडि हेर्ने रे को आयो भनेर। त्यस्तो पछाडि फर्केर बसेर नि हुन्छ त, माथि झर्ने बेला फेरि झर्नु परेन होइन। एकदम लिफ्ट भनेपछि त यसलाई त ठेक्नै समाउनै नसक्ने क्या। अनि त्यसपछि सामान किनेर आयौँ हामी घरमा। अनि फेरि अलिअलि बाँकी रहेको सामान काचक कुचुक पारेर हाल्दैछौँ जोख्दै जोख्दै। धन्न ठिक्क भयो सामान। योपालि कसैको नेपाल लानु परेन, अनि हाम्रो मात्रै भएर अलि ठिक्क भयो। दुईवटा सुटकेसमा बराबरी हालेर अनि हामी चाहिँ भोलिपल्ट यो पुर्याउन हिँड्यौँ। 3 बजे उठेर हेर्नु न, 3:18 अलिक ढिला उठिसकेपछि एकछिनपछि खिचाउँ मैले। बाबु चाहिँ सुतिरहेको थियो। अनि यहाँ चाहिँ म चाहिँ रेडी भएर अनि भिडियो गरेको कस्तो देखिन्छु भनेर। अनि सानाले यहाँ चाहिँ टिका लाउनलाई टिका रेडी गर्दै हुनुहुन्छ। अनि अन्डा खाएर जानु पऱ्यो भनेर भनेको। मम्मीले त बिहानै दुईवटा 3-3टा अन्डा उसिनिदिनु भइसकेको छ। निद्रा लागेन रे। अनि चिया अन्डा सबै रेडी गरेर अनि अन्डा खायौँ। अनि खाइसकेपछि अनि अब हामी नेपाली हो, टिका त लाउनु पऱ्यो। हिँड्ने बेला शुभ साइड पार्न रातो टिका होइन। अनि त्यही भएर बिहान मम्मीले पूजा गर्दा मुछिदिनु भएको छ। अनि मम्मीलाई बाबालाई पालै पालो टिका लगाइदिँदै हुनुहुन्छ। अनि म चाहिँ कताबाट क्यामेरा राम्रो आउँछ भन्ने, मम्मी चाहिँ कुन दिशामा टिका लगायो भने शुभ साइड हुन्छ भन्ने भएको थियो यहाँ चाहिँ। अनि एकछिन टिका लगाइसक्नुभयो। अनि त्यहाँबाट दही खुवाउने भनेर दही र चिनी मोल्यौँ। अनि मोलेर राखेको दही र चिनी कहाँ भनेर अब 3जनै खोज्न जानुभयो कि हात धुन जानुभयो यो चाहिँ। अनि अब खुवाइदिनु लाग्नुभयो, बाबालाई खुवाइदिनु भयो। त्यही चम्चाले फेरि मम्मीलाई खुवाइदिनु भयो। अब मेरो पालो एकछिन क्यामेरा समाउनु भने। अनि अब मेरो पालो आयो, अब मैले खुवाइदिएँ पालै पालो। मम्मीबाट सुरु गरेँ मैले, मम्मीलाई खुवाइदिएँ अनि फेरि बाबालाई खुवाइदिएँ। शुभ साइड यही हो। अनि त्यसपछि हामी चाहिँ निस्किन लागेको भनेर मैले मोबाइल फ्रिजमा राखेर अनि म त यता ब्याग लिन गएको। बाबा पुरा रेडी भएर देखाउँदै हुनुहुँदो रहेछ, कस्तो देखियो भनेर हेर्दै हुनुहुँदो रहेछ क्यामेरामा नजिक नजिक आएर। अनि पनि ब्याग बोकेर देखिन थालेँ आएँ। अनि यो हो मेरो चाहिँ आजको ड्रेसअप आउटफिट भन्छन् क्या अरे। अनि त्यहाँबाट हामी चाहिँ हिँड्यौँ। सानीलाई चाहिँ निन्द्रामै बोकेर हिँडाएँ बिचरा। जस्तो सुत्यो त्यस्तै स्यान्डो स्यान्डो लाएर कपाल नबानिकन भत्लाङ भुत्लुङ निदाकै मान्छेलाई जुरुक्क उठेर लिएर हिँडेको। हामी चाहिँ अब यहाँको घरबाट निस्क्यौँ। अनि गाडीमा चढेर गाडीमा चाहिँ अनि सुरुमा यसो भजन बजाउँ न त भनेर रेडी गरेको। सानी चाहिँ अझै सुतेको सुतै हो। पछाडि सामान हेर्नु न, 2-3टा सुटकेस, सिट अनि बेबी सिट सब हालेर लिएर हिँडेको। अनि यहाँ पुगेपछि चाहिँ अलिअलि उज्यालो हुन लाग्थ्यो। अँधेरै छ क्या, पुरै अँधेरो छ नि। बाहिर त यस्तो अँधेरो थियो, सुरुङभित्र त झनै अँधेरो। अनि यहाँ अलि 5 बजे थियो क्या हो। 5 बजीतिर त अलिक उज्यालै हुँदो रहेछ यतिखेर त। अनि पुग्न लाग्थ्यौँ हामी। अनि यहाँ पुग्न लागेको भिडियो खिचेको। सानी पनि उठेर छक्क पर्दै थियो। म बेडमा सुत्या मान्छेलाई कहाँ ल्याउने एक्कासी यहाँ भनेर टुवा पर अगाडि हेर्ने, पछाडि हेर्ने, दायाँ हेर्ने, बायाँ हेर्ने गर्दै थियो। उसले चाहिँ छक्क नि पऱ्यो होला नि, सुतिराखेको मान्छे। आँखा मिच्दै आइपुग्यो। त्यसपछि हामी चाहिँ एक ठाउँमा रोकेर पिसाब फेर्न पऱ्यो भनेर ब्रेक बस्यौँ। अनि यहाँनिर ब्रेक बसेको त खानेकुरा किन्ने ठाउँमै केही रहन्छ। अनि फेरि अर्को ठाउँमा ब्रेक बस्ने भनेर गयौँ। अनि यो चाहिँ पुग्न लाग्दाखेरिको भिडियो हो। माथि चाहिँ पुरा टनेल होइन के हो, जाली जस्तो हालेको क्या। वरपर ठुल्ठुलो बिल्डिङ हुन्छ, ड्राइभरहरूको ध्यान भड्किन्छ भनेर यस्तो गर्दै हुन्छन् क्या बाटोतिर। अनि ल है घाम झुल्क्यो पूर्वबाट भनेर देखाएको। मैले नेपाल चाहिँ पूर्व रहेछ क्या हो भनेर देखाएको। होइन पूर्व होइन, पश्चिम होला। पूर्व भए त जापानमा पूर्वमा पहिला घाम उग्दाउँछ अनि पछि नेपालमा उग्दाउँछ। अनि यो घाम उदाएपछि यता अगाडिको पुल राम्रो देखेँ। अनि फेरि पुलको नि खिचेँ अलिकति। अनि फेरि सूर्यदेवको नमस्कार। ल फेरि बिहान नमस्ते त गर्नु पऱ्यो। अनि हामी चाहिँ यहाँ अब पुग्न लाग्यौँ है भनेर देखाएको। पारिपट्टि एयरपोर्ट हेर्नु न, जापानको समुद्रमाथिको एयरपोर्ट। नेपालबाट हामीलाई भेट्न आउनुभयो भने जो आउँदा पनि समुद्रमाथि झरेर आउने हो। जापानले त धेरै विकास गरिसक्यो। अनि हामीले चाहिँ यहाँ 4 तलामा पार्किङ गऱ्यौँ। अनि यहाँबाट चाहिँ सुटकेस गुडाउँदै हिँडेको। अनि 3जनालाई एक सुटकेस अनि मम्मीलाई चाहिँ नाति लिएर हिँड्यौँ। यहाँबाट चाहिँ लिफ्टमा अब लिफ्टमा चढेर सबैजना पालै पालो एकछिन ऐनामा नि खिच्न पऱ्यो नि। म नि आउनु पऱ्यो क्यामेराम्यान नि भनेर यसरी खिचेको। पछाडि हेर्छु, पछाडि हाम्रो मान्छे त कोही छैन, नचिनेका मान्छे मात्रै छन्।
अनि फेरि अर्को लिफ्टमा आएपछि फेरि खिचेँ मैले। अब आफ्नो मान्छे नै आउनु पऱ्यो नि भनेर। अनि त्यसपछि यो चाहिँ चेकिङ गर्ने ठाउँ गएको त 6:30 बजे चेकिङ नहुँदो रहेछ। चेकिङ अनि 7 बजीसम्म कुर भन्यो। अनि एकछिन कुरेर बसेको त्यहाँनिर डीमा हो भनेर। अनि डीमा गएर कोरियाबाट जाने हो नि त। अनि एकछिन कुरेर बसेको। अनि त्यहाँ कुरेर बस्नुन्जेल नि मम्मीलाई चाहिँ फुर्सद थिएन। बाबुले लखेटे बाबु भागे मम्मी समाउन दौडे। एकछिन सुखै दिएन उसलाई त त्यो रमाइलो भएर तारै तार यति रमाइलो गर्यो। अनि त्यसपछि हामी एकछिन कुरेर चेकिङ गरेर अनि भिडियो चाहिँ सबै खिच्न पाइएन, यति नै अलिअलि नै हो। त्यहाँ चेकिङ गरेर भित्र जाने बेला भिडियो खिच्न दिएन, करायो। अनि जाँदाखेरिको अलिअलि भिडियो खिचियो। सबैभन्दा रमाइलो त्यही सानो मान्छेलाई भएको थियो नि, निन्द्रा पनि पुगेको। अनि ठुलो खेल्ने ठाउँ देखेको, मान्छे तारै तार। उसले जे भने त्यस्तो फिता त सब निकाल्दै फाल्दै गर्थ्यो। उसलाई त खुब रमाइलो खेल्ने ठाउँमा लगेर गए जस्तो भयो। रमाइलो मानेर हिँडेको थियो। पोहोर जाँदाखेरि टुटुक्क काखमा समातेर लिएर गएको थाहै पाएन, कहाँ लगेको के गरेको थाहै पाएन। अहिले त लिन जाँदा नि यतिको थिएन। अनि यहाँपछि चाहिँ यो जाने बेलाको भिडियो हो। यहाँ पछि खिच्न नि दिएन हामीलाई। अनि यहाँबाट बाई गऱ्यौँ। अनि हामीले चाहिँ तल आएर यो बुतामान भन्ने जापानिजहरूलाई अलिअलि कोसेली किनिदिउँ। अनि बेबी सिट हालेर बेबीलाई चाहिँ सिटमा राखेको। एकछिन बसेर जुस खायो। भुइँभरि पाउरोटी जुस सबै पोखायो। अनि हामी बाटोमा बिस्तारै बस्दै आएको। सिटमा बस्नु पाएँ भनेर ऊ खुसी भयो, अगाडिको सिटमा बस्न पाएँ भनेर। यो चाहिँ अगाडिबाट देखेको भ्यू है, सानीलाई देखेको भ्यू। क्युट भएर बसेछ। अनि घर आउँदा त छैन कोही पनि, सुनसान घर त यता हेऱ्यो उता हेऱ्यो, डोङडोङ खाली ठुलो पो लागेको घर त। थ्याङ्क यू फर वाचिङ।